सर्वप्रथम हामीहरू आज यहाँ 18 जनाको टिमहरू चाहिँ यहाँ 1 महिनादेखि आएर यहाँ यो मेलम्ची नगरपालिकाको बाहुनेपाटी भन्ने ठाउँमा 1 महिनादेखि हामी यहीँ रहिबसी आएर यहाँ गाउँहरूको अवस्थाहरू कस्तो छ भन्ने कुराहरू बुझिरहेको थियौँ र त्यही अनुसार चाहिँ हाम्रो विभिन्न तथ्याङ्कहरू निस्किएको छ। यहाँ कस्तो ठाउँमा बस्नुहुन्छ, स्वास्थ्य अवस्था कस्तो छ भन्ने विविध कुराहरूको लिएर चाहिँ हाम्रो तथ्याङ्क चाहिँ आज तथ्याङ्क प्रस्तुतिकरण कार्यक्रम चाहिँ हुन गइरहेको छ, जसमा चाहिँ हामी काठमाडौँ विश्वविद्यालयको नर्सिङ छात्राहरू तेस्रो वर्षमा अध्ययनरत नर्सिङ छात्राहरूले अब यहाँ विभिन्न कार्यक्रमहरू गरेर हजुरहरूलाई यहाँ गाउँको अवस्था कस्तो रहेछ भन्ने कुराहरू बताउने कोसिस गर्दैछौँ। पहिलोपल्ट भन्नुपर्दाखेरि चाहिँ हाम्रो यो कार्यक्रमको ढाँचा अलिकति भन्नुपर्दा चाहिँ हामीले पहिला हजुरहरूलाई हामी यहाँ आउनुको उद्देश्यहरू के रहेको छ भन्ने कुराहरू बताउँछौँ। त्यसपछि चाहिँ हामीले यहाँ बसेर के कामहरू गऱ्यौँ, हाम्रो यहाँ गरेको कार्यहरू के थियो भन्ने कुराहरू बताउँछौँ भने त्यसपछि हाम्रो यो गाउँको नक्साहरू कस्तो थियो, हामी कुन ठाउँमा गयौँ, हामीले के गर्यौँ भन्ने कुराहरूको हामीले भन्छौँ। त्यसपछि चाहिँ हामीले छोटो नृत्य पनि रहेको छ। नृत्यपछि चाहिँ हामीले तथ्याङ्क प्रस्तुतिकरण गर्नेछौँ। तथ्याङ्क प्रस्तुत गरिसकेपछि हाम्रो एउटा छोटो नाटक पनि रहनेछ र नाटकपछि चाहिँ जलपानको कार्यक्रमहरू पनि रहेको छ र यो सबै कामहरू सकेपछि चाहिँ हाम्रो आजको कार्यक्रम स्थगित हुन्छ भने अब पहिला चाहिँ हामी हाम्रो यहाँ आउनुको उद्देश्यहरू के थियो भन्ने कुराहरूको चाहिँ हजुरहरूलाई सुनाउन गइरहेको छौँ। धन्यवाद। हजुरहरूलाई चाहिँ फेरि पनि स्वागत गर्दै आज चाहिँ हामी यहाँ आउनुको उद्देश्यहरू के रहेको छ भन्ने कुराहरू चाहिँ हजुरहरूलाई चाहिँ म भन्दैछु। सबैले चाहिँ सुन्नु होला। सबैको घरमा गएर व्यक्तिगत तथा पारिवारिक स्वास्थ्य अवस्थाको बारेमा चाहिँ हामीले चाहिँ के गर्नेछौँ त जाँचहरू गरेका थियौँ, जुन चाहिँ हामीले हजुरहरू यहाँ आउनुभएको सम्पूर्णको घरमा चाहिँ जान सफल भएका थियौँ। र अर्को भनेको चाहिँ आवश्यकता अनुसार स्वास्थ्य शिक्षाहरू दिने पनि थियो र जुन चाहिँ हामीले जुन घरमा जाँदा उहाँहरूलाई चाहिँ कुनै समस्याहरू थियो भने त्यसको बारेमा चाहिँ के गरेका थियौँ भन्दा स्वास्थ्य शिक्षाहरू चाहिँ दिएका थियौँ र हजुरहरूबाट नै जुन कुराहरू आएको थियो त्यसको समस्याको बारेमा चाहिँ समाधानहरू पनि बताएका थियौँ। र अर्को भनेको चाहिँ विद्यालय स्वास्थ्य कार्यक्रम आयोजना गर्ने थियो, जुन चाहिँ हामीले यहाँ रहेको स्कुलमा जल्पादेवी माध्यमिक विद्यालयमा चाहिँ हामीले स्कुल कार्यक्रम चाहिँ सञ्चालन गरेका थियौँ र त्यो पनि हाम्रो राम्रो सफल भएको थियो। अर्को भनेको चाहिँ विभिन्न संस्थाहरूसँग चाहिँ संयोजन गर्दै सामुदायिक विकास कार्यक्रमहरू के गर्ने भनेर त्यसको बारेमा चाहिँ आयोजनाहरू पनि गरेका थियौँ आयोजना गरेका थियौँ। र अर्को भनेको चाहिँ घर दैलो कार्यक्रमबाट निस्केको निष्कर्षहरू चाहिँ के छ त्यो कुराहरू चाहिँ हामीले प्रस्तुत गर्ने उद्देश्यहरू थियो भने त्यो चाहिँ आज हुन गइरहेको छ। र अर्को भनेको चाहिँ यसबाट रहेका हाम्रो यस ठाउँमा भएको बाहुनेपाटीमा भएको स्रोत र साधनहरू चाहिँ के छ त त्यो कुराहरू हामीले चाहिँ के गर्ने त पत्ता लगाएर त्यसको चाहिँ उपयोगहरूको बारेमा चाहिँ थाहा पाउने थियो। त्यो उद्देश्य पनि हाम्रो पुरा भएको छ। र अब चाहिँ हाम्रो यही कार्यक्रम अन्तर्गत हामी 1 महिना अथवा 4 हप्ताको बसाइमा यो बाहुनेपाटीको बसाइमा हामीले के कुराहरू चाहिँ गऱ्यौँ र त्यो 4 हप्तामा चाहिँ के कुराहरू गऱ्यौँ भन्ने कुरा चाहिँ अब कार्यतालिकामा चाहिँ हामीले प्रस्तुत गर्नेछौँ। र यसको लागि चाहिँ अब कार्यतालिकाको व्याख्या गर्नको लागि चाहिँ अब साथी चाहिँ आउँदै हुनुहुन्छ। नमस्कार सबैजनालाई। हामी चाहिँ सुन्या छ है बोलेको यहाँबाट। हामी चाहिँ यो 1 महिनाभरि यहाँ बसेर चाहिँ के कार्यक्रमहरू गऱ्यौँ के गर्यौँ भनेर चाहिँ हजुरहरूलाई पनि यहाँनिर बताउन लागेको छौँ है। यो हजुरहरूले चिन्हहरू र यहाँनिर चाहिँ यो चिन्ह कलर अनुसार कुन सङ्केत भनेर चाहिँ यो भनेको हाम्रो पहिलो दिन यो जुन निलो लगाएको छ आइतबार चाहिँ हामी हाम्रो उहाँ काठमाडौँ युनिभर्सिटीबाट चाहिँ हामी यहाँ आइपुगेको थियौँ होइन। अनि यहाँ आइसकेपछि चाहिँ अब आउने बित्तिकै चाहिँ सबै ठाउँ हाम्रो लागि त नयाँ हो नि त है। अनि यहाँको सरसफाइहरू गर्नु पर्यो, हामी बस्ने ठाउँहरू कस्तो छ के छ सबै कुराहरू चाहिँ हामीले आइतबार आएर मिलायौँ। हाम्रो प्लान भनेको चाहिँ त्यो मिलाएर वडा कार्यालयसम्म जाने पनि प्लान थियो, तर त्यो दिन चाहिँ हामीले भ्याएनौँ। सोमबार जुन रातो चिन्ह लगाएको देख्नुहुन्छ यो भनेको हामी सबै समुदायमा भ्रमण गरेको चाहिँ रातो चिन्ह लगाएको छ। पहिलो हप्ताको सोमबारदेखि शुक्रबार चाहिँ हामी समुदायमा नै जाने काम गऱ्यौँ र सोमबार सबभन्दा सुरुमा भनेको हामी हाम्रो म्यामलाई लिएर चाहिँ वडा कार्यालयमा गयौँ। हामीले त्यहाँ पत्र बुझाउनु पर्ने हुन्छ अनुमति लिनको लागि होइन। अब हामी आयौँ अर्को ठाउँबाट, अब यो पर्यो अर्कै ठाउँ है। हामी यत्तिकै आएर त यहाँ गाउँमा छिर्ने त हाम्रो अनुमति हुँदैन नि त है। त्यही भएर हामीले चाहिँ अनुमति लियौँ है दोस्रो हप्ताको पहिलो हप्ताको सोमबार। त्यसपछि
अनुमति लिइसकेपछि चाहिँ हामी 6जनाको ग्रुप चाहिँ 3तिर चाहिँ कुन टोलमा जाने भनेर चाहिँ हामी विभाजित गयौँ है। कोही माझी गाउँतिर, कोही उता ढकाल बस्तीतिर, कोही चाहिँ यता सिन्धु खोलातिर चाहिँ हामी 6जना चाहिँ भाग लगायौँ। र सोमबारदेखि शुक्रबारसम्म चाहिँ हामी समुदायमा गएर जुन हामीले हजुरहरूले पनि थाहा पाउनु भएन होइन, हामीले के कोही प्रश्नहरू हजुरहरूलाई सोधेको थियौँ नि त है, हजुरहरू कस्तो ठाउँमा बस्नुहुन्छ, कस्तो खालको शौचालयहरू प्रयोग गर्नुहुन्छ भन्ने कुराहरू जुन डाटा थियो नि त्यो चाहिँ हामीले सोध्ने काम गऱ्यौँ है। त्यसै गरी अब शनिबार त हामी तपाईँहरू जस्तै हाम्रो नि विश्राम गर्ने दिन नै हुन्थ्यो है। अनि अर्को भनेको चाहिँ दोस्रो हप्ताको सुरुमा आइतबार र सोमबार चाहिँ हामी फेरि पनि अब बाँकी कति घरहरू त छुटेको हुन्छ नि त, जस्तै गाउँमा जाने त सबै जान सकिँदैन र रहेकोहरू चाहिँ फेरि हामी आइतबार र सोमबार चाहिँ हामी त्यहाँसम्म पुग्यौँ होइन। त्यसपछि मङ्गलबार र बुधबार यहाँनिर भने जस्तै हामीले चाहिँ विद्यालय स्वास्थ्य मूल्याङ्कनहरू गऱ्यौँ यहाँको जलपादेवी स्कुलमा गएर चाहिँ, र त्यो मूल्याङ्कनबाट चाहिँ के नतिजा आयो के गऱ्यौँ भनेर चाहिँ यो पछि साथीले नै भन्नुहुनेछ विस्तृत रूपमा। अर्को भनेको चाहिँ यहाँ हाम्रो चाहिँ बिहिबार बिदाको दिन भइहाल्यो, होली परेको थियो बिहिबार चाहिँ। र अर्को भनेको शुक्रबार त हामी सधैँ जस्तै समुदायमा नै गयौँ हजुरहरूसँग, हजुरहरूको प्रेसर नाप्ने उचाइहरू नाप्ने कामहरू नै हामीले गरेको थियौँ। तेस्रो हप्ताको आइतबारको दिनमा भनेको चाहिँ हामीले विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम चाहिँ हामीले राखेको थियौँ, जुन हामीले अगाडि नै विद्यालयको विद्यार्थीहरूलाई जाँच गरिसकेपछि के नतिजा निस्क्यो त्यही अनुसार चाहिँ हामीले उनीहरूलाई के कुरा चाहिँ आवश्यक छ भनेर जानकारी दिन भनेर त्यो राखेको थियौँ। र के विषयमा भन्ने कुरा नि अहिले अर्को पल्टमा साथीले भन्नुहुनेछ। सोमबार त्यसै गरी हामी सोमबार चाहिँ फेरि समुदायमा जाने काम पनि गऱ्यौँ र हामीले चाहिँ मङ्गलबार फेरि उहाँ गएर चाहिँ केही कार्यक्रमहरू चाहिँ हामीले गर्नुपर्ने भएको भएर त्यसको लागि त्यो प्रिपेयरहरू पनि हामीले गऱ्यौँ। अनि बुधबारदेखि शुक्रबारसम्म चाहिँ हामी फेरि समुदायमा नै जाने, अनि हाम्रो जुन शनिबार गत हप्ताको शनिबार यहाँ शिविर भएको थियो नि त होइन, त्यो शिविरको बारेमा चाहिँ जानकारी दिनको लागि भनेर हामी फेरि पनि समुदायमै गयौँ। आउनु होला जुन छारे रोगको अनि हाड जोड्नेको क्याम्प हुँदैछ अनि नाकान घाँटीको भनेर उहाँहरूलाई जानकारी दिनको लागि चाहिँ हामी हजुरहरूकै समुदायमा गएको थियौँ। त्यसै गरी आइतबार पनि यहाँनिर क्याम्प भएको थियो। शनिबार नै हामी यहाँ क्याम्पमा बसेको थियौँ, शनिबारको दिन गत हप्ताको अस्तिको शनिबार, र आइतबार पनि हामी चाहिँ यहाँनिर शिविर भएको थियो नाकान घाँटीको, त्यसमा हामीले भाग लिएको थियौँ। हजुरहरू कतिजना जताउन पनि आउनुभएको थियो। अर्को सोमबार भनेको हामीले सोमबारको दिनमा पनि अब जाने समुदायमा पनि जाने केही छुटेको छ, हजुरहरूलाई यही आजको कार्यक्रमको लागि निमन्त्रणा दिनको लागि जाने पनि र यसको तयारी गर्ने पनि हामीले चाहिँ सोमबार र मङ्गलबार चाहिँ हामीले त्यो कार्यक्रमलाई चाहिँ हामीले हाम्रो भागमा छुट्याएको थियौँ। त्यसै गरी बुधबार भनेको अब आज भनेको तथ्याङ्क प्रस्तुति हजुरहरू जुन आइदिनु भएको छ तथ्याङ्क प्रस्तुति छ। अब बिहिबार भनेको चाहिँ भोलि हामी फेरि एकचोटि हजुरहरूको समुदायमा आउनेछौँ, हजुरहरूसँग भेटघाट गर्नेछौँ, यहाँ बिदाय लिन्छौँ, समुदायमा आएर नि फेरि अब बिदाय माग्न आउने जस्तै खालकै हुन्छ अब फेरि भोलि पनि होइन। अनि अर्को भनेको अब शुक्रबार चाहिँ हामी यहाँबाट फेरि हाम्रो अध्ययन स्थलतिरै हामी नै यहाँबाट चाहिँ जानेछौँ। अनि शनिबार त अब हामी उतै घरमा नै हुन्छ। धन्यवाद। धन्यवाद मेरो साथीलाई। अब नमस्कार सबैजनालाई। अब म चाहिँ हजुरहरूलाई चाहिँ हामीले विद्यालय स्वास्थ्य कार्यक्रमको बारेमा गरेको कार्यक्रम जुन थियो विद्यालयमा त्यसको बारेमा चाहिँ भन्न गइरहेको छु। र हामीले अब अघि साथीले भनिदिनु भएको जस्तै हामीले हाम्रो कार्यक्रम चाहिँ 1 हप्ता जस्तो मा चाहिँ सकेको थियौँ, जसमा चाहिँ 2081 साल फागुन 26 गते चाहिँ हामीले जलपादेवी माध्यमिक विद्यालयको प्रधानाध्यापक ज्यूसँग चाहिँ भेटेर हामीले अनुमति लिएका थियौँ। र सोही हप्तामा चाहिँ हामीले फागुन 27 र 28 गते मङ्गलबार चाहिँ हामीले स्वास्थ्य परीक्षण सुरु गऱ्यौँ होइन। बच्चाहरूमा हामीले स्वास्थ्य परीक्षण गऱ्यौँ, जसमा चाहिँ अब मङ्गलबारको दिनमा चाहिँ कक्षा ECD देखि कक्षा 4सम्म चाहिँ स्वास्थ्य परीक्षण गऱ्यौँ भने बुधबार चाहिँ हामीले कक्षा 5 देखि चाहिँ कक्षा 8सम्मको विद्यार्थीहरूमा चाहिँ परीक्षण गरेका थियौँ। र परीक्षण गरेकोमा चाहिँ अब कक्षा 9 र 10लाई चाहिँ हामीले परीक्षाको कारणले चाहिँ हामीले उहाँहरूलाई चाहिँ हेर्न पाएनौँ। र त्यसै गरी हामीले त्यही 2 दिनमा परीक्षणमा चाहिँ के गरेको थियौँ भने हामीले एउटा दर्ता स्थल राखेको थियौँ बच्चाहरूको लागि होइन, जसमा चाहिँ हामीले उहाँहरूको नाम उमेरहरू तौलहरू चाहिँ तौल उचाइहरू चाहिँ दर्ता गरेर त्यसपछि उहाँहरूलाई दर्ता गरिसकेपछि चाहिँ हामीले चाहिँ परीक्षणमा लग्यौँ होइन। परीक्षण गर्दाखेरि अब उहाँहरूको सबै कुरा अब सधैँ रूपमा पुरा हेरिसकेपछि अब फेरि विस्तृत रूपमा चाहिँ उहाँको नाक कान घाँटीहरू होइन, अनि त्यसै गरी हात खुट्टा अब श्वास प्रश्वासको बारेमा अनि सरसफाइ कस्तो छ बालबालिकाको भनेर चाहिँ हामीले हेऱ्यौँ। त्यसपछि चाहिँ अब त्यस 2 दिनमा चाहिँ हामीले 149 जना विद्यार्थीहरूलाई चाहिँ हेरेका थियौँ त्यतिखेर होइन। जो चाहिँ अब त्यो 2 दिनमा चाहिँ अब त्यहाँ उपस्थित हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ हेरेको थियौँ। र त्यसै गरी यो 149 जना विद्यार्थीमा चाहिँ हामीले जाँच गर्दा चाहिँ हाम्रो निष्कर्ष भेटिएको भनेको चाहिँ अब
तौल र उचाइको अनुसार चाहिँ हामीले हिसाब गरेर निकालेका थियौँ, जसमा चाहिँ सामान्य भनेको 78 विद्यार्थीहरू निस्केका थियौँ भने पहिलो डिग्री कुपोषणमा चाहिँ हामीले 114जना विद्यार्थी र दोस्रो डिग्री कुपोषणमा 4जना विद्यार्थी र तेस्रो डिग्री कुपोषणमा चाहिँ हामीले 15जना विद्यार्थी चाहिँ भेटेका थियौँ। र त्यसका साथसाथै चाहिँ हामीले धेरै विद्यार्थीहरूमा चाहिँ दाँत र शारीरिक सरसफाइको कमी चाहिँ हामीले महसुस गरेको देखेर होइन, हामीले हेर्दाखेरि जाँच गर्दाखेरि आवश्यकता चाहिँ हामीले भेट्यौँ। र त्यसका लागि साना विद्यार्थीहरूको त हामीले नामहरू चाहिँ हामी आफैले नै काटिदियौँ भने अब अलिक उच्च स्तरको अलिक उच्च कक्षाको विद्यार्थीहरूलाई चाहिँ होइन हामीले चाहिँ प्रोत्साहन गऱ्यौँ, उहाँहरूले आफै नै काट्नुभयो है स्कुलमा हामी बजाउँदाखेरि। त्यसपछि अब दृष्टिको जाँच पनि हामीले एउटा चार्टको मद्दतले होइन, हामीले जुन चार्टको मद्दतले चाहिँ हामीले दृष्टिको जाँच पनि गऱ्यौँ, जसमा कुनै कुनै विद्यार्थीहरूको चाहिँ अब दृष्टिमा पनि अलिकति समस्या हो कि जस्तो लागेको भएर हामीले अझै यसलाई राम्रोसँग जाँच गर्नुपर्छ भनेर चाहिँ भनेका थियौँ त्यतिखेर है। अनि त्यसको साथसाथै अब शारीरिक जाँच गर्दा पनि अब हामीले अनौपचारिक स्वास्थ्य शिक्षा चाहिँ त्यही समयमै दिएका थियौँ विद्यार्थीहरूलाई। र त्यसपछि हामीले 2081 साल चैतको 3 गते चाहिँ आइतबार कक्षा 8 र 9मा चाहिँ हामीले आवश्यकता अनुसार चाहिँ स्वास्थ्य शिक्षा प्रदान गऱ्यौँ, जसमा चाहिँ शीर्षक भनेको अब हामीले पानीजन्य रोगहरू अनि महिनावारीमा गरिने हेरचाह र मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनमा चाहिँ हामीले स्वास्थ्य शिक्षा दिएका थियौँ त्यो विद्यार्थीहरूलाई। र त्यसपछि 2081 चैतको 5 गते चाहिँ हामीले मङ्गलबारको दिनमा चाहिँ विद्यालयमा स्वास्थ्य कार्यक्रम गऱ्यौँ। अघि साथीले पनि भन्नुभयो होइन, त्यो स्वास्थ्य कार्यक्रम चाहिँ हामीले त्यही आवश्यकता हेरेर चाहिँ हामीले हात धुने तरिका र दाँत माझ्ने तरिकाको चाहिँ र त्यसको आवश्यकता चाहिँ कसरी माझ्ने दाँत, कसरी हात धुने र त्यो चाहिँ किन गर्ने, किन आवश्यक छ भन्ने कुरामा चाहिँ हामीले त्यो अनुसारले नाचगानको मार्फतबाट चाहिँ विद्यार्थीहरूलाई सिकायौँ होइन। अनि त्यसका साथसाथै अब हामीले समग्रमा विद्यार्थीहरूलाई राख्दाखेरि अब शिक्षकहरूले नि धेरै मद्दत गर्नुभयो हामीलाई त्यतिखेर होइन। अनि हाम्रो जालपागढी माध्यमिक विद्यालयको हाम्रो स्कुल हेल्थ नर्सले पनि धेरै हेल्प गरिदिनु भयो। त्यसपछि हामी यस सफल कार्यक्रमको लागि चाहिँ अब हाम्रो यो सफल विद्यालय स्वास्थ्य कार्यक्रमको लागि हामी विद्यालयको जलपाइगुडी माध्यमिक विद्यालयको प्रधानाध्यापकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब चाहिँ हाम्रो चाहिँ सामाजिक नक्सा चाहिँ प्रस्तुत गर्नको लागि चाहिँ आउँदै हुनुहुन्छ। नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ ईशा गुरुङ। म चाहिँ अघि हाम्रो साथीले भनेअनुसार काठमाडौँ विश्वविद्यालयको बिएनएस 3rd इयरमा अध्ययन गरिरहेको छु। र आज चाहिँ म तपाईँहरूलाई चाहिँ हाम्रो यो जति पनि हामी गएको ठाउँको थियो सामाजिक नक्साको बारेमा चाहिँ भन्न गइरहेको छु। यहाँ चाहिँ यो हाम्रो वडा नम्बर 12 को पुरै नक्सा छ होइन। अनि हामीले चाहिँ अब वडा नम्बर 12 मा चाहिँ गाउँलेपाटी, यो माझी गाउँ, ढकाल खरे र सिन्धु बजार गरेर चाहिँ 180 घरधुरीहरूमा हामीले चाहिँ तथ्याङ्क बटुल्नलाई गएको थियो। अब यो सबै कुरालाई चाहिँ अलिकति ठुलो गरेर हामी कता कता गयो भनेर अलिक बुझिने गरेर अलिक ठुलोमा चाहिँ हामीले यता बनाएको छौँ है नक्सा। अब यो नक्सामा हेर्दाखेरि चाहिँ यति हामीले धुलीखेल हस्पिटललाई चाहिँ केन्द्रबिन्दु ठानी हेर्ने, यसको बायाँतिर चाहिँ ढकाल खरे छ, माथि चाहिँ माझी गाउँ र तल चाहिँ सिन्धु बजार र इन्द्रवती खोला छ होइन। अनि हामीले चाहिँ के पनि दियौँ भने चाहिँ सिन्धु बजारतिर चाहिँ एउटा यो पक्का पुल रहेछ भने, अर्को चाहिँ ढकाल खरेतिर, अनि एउटा चाहिँ यो इन्द्रवती खोलाको माथि इन्द्रवती पुल नै भनेर रहेछ। अनि विशेष स्रोतहरूमा हेर्ने हो भने चाहिँ हामी विशेष स्रोतहरूमा हेर्ने हो भने चाहिँ हामीले चाहिँ 2टा डेरी होइन, एउटा पुलिस चौकी, अनि पेट्रोल पम्प, अनि माछा पालन अनि त्यहाँबाट हामीले चाहिँ अब यो जति पनि उसको 4वटा मन्दिरहरू र एउटा चर्च पनि रहेछ भन्ने चाहिँ थाहा पाएँ हामीले। अनि यो बस बिसाउने ठाउँ र 2टा विद्यालय पनि रहेछ हाम्रो यो नक्सामा हेर्दाखेरि चाहिँ। अनि यहाँ चाहिँ तल चाहिँ यो चाहिँ हामीले सानो पुल ढुङ्गे पुल पनि देखाएको छ। धेरै जस्तो चाहिँ यो 180 घरमा जाँदा चाहिँ हामीले धेरै जस्तोहरू चाहिँ यो कृषि पेसामा संलग्न भएको देखेर यो हरियोले चाहिँ हामीले चाहिँ यो खेतहरू यसरी चलाएको है। अब चाहिँ हामीले जति पनि तथ्याङ्क 180 घरमा गएर जति पनि संलग्न गर्थ्यौँ त्यसको प्रस्तुति गर्न चाहिँ हाम्रो साथीहरू अगाडि आउनुहुन्छ है। धन्यवाद। अल्छी नलागोस् र झ्याउ नलागोस् भन्नको लागि चाहिँ हजुरहरूलाई
भइरहेका छौँ र अब सबैले चाहिँ मनोरञ्जन गर्नु होला र नृत्यको लागि चाहिँ म साथीहरूलाई चाहिँ के गरी बोलाउन चाहे उज्जला भनेको कृति रिमाल अगाडि आइदिनु होला अनिता कुसुम घले इच्छा गौतम मोनिका रास्ताला र अब चाहिँ साथीहरूले चाहिँ नृत्य चाहिँ प्रस्तुत गर्नुहुनेछ र हजुरहरू चाहिँ सबैजनाले चाहिँ पक्कै पनि मनोरञ्जन लिनुहुनेछ भन्ने चाहिँ आशा गरेको छु र अब चाहिँ हामीले चाहिँ नृत्य चाहिँ सुरु हुन गइरहेको छ सबैले चाहिँ मनोरञ्जन गर्नु होला हस् धन्यवाद Bye.
कल खोला साइलेजी झरझर झरना कल खोला साइलेजी झरझर झरना